हेलो साथीहरू सबैजना आरामै हुनुहुन्छ होला अनि मेरो नयाँ भिडियो नयाँ भ्लगलाई हेर्न सक्नुहुन्छ। मैले अचानक एउटा भिडियो यस्तो बनाउँदैछु, तपाईँहरू पनि अचम्म मान्नुहुनेछ ताकि मेरो फ्यामिलीलाई सरप्राइज चाहिँ के पठाएको थिएँ अचानक अचम्म पनि मानेको छ। हेर्न सक्नुहुनेछ, नेपाल पुगिसकेको छ है त। त्यत्रो केही भन्दैन त नि म त दङ्गै भचोट्यो यस्तो दङ्गै माइलीलाई पठ विदेशी उयोहरू छ के छ यो घडी रहेछ घडी घडी तिनवटा घडी ओ माई गॉड यो चाहिँ के हो? त्यो पनि घडी नै यो चाहिँ कुइकेनलाई होला बाफ्रे बा यो कसलाई यो कुइकेन मरे म त ठिक्क बनाइदिइरहेको छ त नि अन्त छक्कै पर्छ ल कुइकेन आएर चाहिँ खोल्नु पर्थ्यो नि अझै के थाहा त अनि? तर कुइकेनलाई भिडियो गरेर दिनुपर्छ यो कुइकेन तेरो बाबाले पठाइदिएको हो भन्दै कति मिठो बनायो त अन्त अनि त मिठो न मिठो बनाइरहेको छ सबै ल यो चाहिँ के हो? घडी नै हो यो ओ यहाँ थरै छ ए होइन रहेछ यसको उयो हेर्ने रहेछ ओ माय गॉडनेस क्या है ये के हो यो त अनि यो के घडी चाहिँ एउटा चेन्ज फेरि लाउने खालको रहेछ नि ला अनि यो मिल्ने हो त खोइ थरै छ तर यो लुगा हेर्दा चाहिँ हो नि म त छक्कै यिनीहरू पनि खोल न ला कताबाट बोल्दै अहिले त छक्कै परेर नि यो लुगा हेर्दा चाहिँ हो थरै छैन त घडी त नि यहाँ पनि छ इस के हो यस्तो फेरि के होइन अरे के हो यस्तो यो छोरा मान्छेले हाल्ने खालको छ त नि यहाँ छोरी मान्छेले पनि हाल्ने खालको छ त छोरी मान्छेले त्यो यो चाहिँ दामी लाग्यो मलाई यो पनि खोल्न कस्तो अप्ठ्यारो भयो कि मलाई लागि यो चाहिँ कुइकेनको लागि मरे भगवान् म त यो हो त रहेछ त नि अब नपाउनेले केरा पाएको लाउने यो चाहिँ मेरो लागि अरे नि यो चाहिँ कसको लागि ए यहाँ पनि लेखेको होला हेरौँ त कताबाट झिक्नु यो उता ढेल यो त के छैन यहाँ त छ्यो बाँदरले उयो पाएको खै कि त्यस्तै खालको रहेछ कस्तो राम्रो बोक्छ नि ओइ किन्दैछ त हेर्नु यहाँ फोटो खिच्छ ल यो चाहिँ खुसी भएर नाचेको है यो चाहिँ ल
यो चाहिँ ल खुसी भएर नाचेको है यो चाहिँ ल हेर्नुहोस् है त ल साथीभाइ खुसी हुनुपर्छ है यसरी